साथी यतापट्टि हेर्न सक्नुहुन्छ जेसीहरूको आटी होइन, यसलाई आटी भन्छन्। यता ताला मारिसकेको रहेछ। मैले टक्क काँक्रा खानुपर्छ देशी सरकारसँग मागेर सोचिरहेको थिएँ। पाइएन, जानु पऱ्यो। त्यो छ नि देखिन लागेको त्यो नदीको छाल हो। त्यो नदीको छालतिर सायद होला नि, किनभने अब सिजन हो नि त, अनि त्यहीँतिर होला नि सायद। म चाहिँ जान्छु नदीतिर टक्क लगाएर। पैसा त छैन होइन, फ्रीमा माग्ने हो। दिन्छन् कि दिन्नन् है त, हेरौँ। ल जान्छु म। ल साह्रो लास्टै टाढा छन् क्या होइन, म चाहिँ जानु छु। टक्क हेर्नुपर्ने हुन्छ। साथीहरू देख्न सक्नुहुन्छ नदीको पारीतिर चाहिँ रहेछ होइन, नदीको पारीतिर चाहिँ लागेका रहेछन् काँक्राहरू। काँक्रा तरबुजा के हो लाग्यो होला नि। यता साइड तलतिर पनि रहेछन्। ल तलतिर रहेछन्। अब त हामी चाहिँ ऊ तल जानुपर्ने हुन्छ। ऊ तल बसिरहन् मान्छे सायद उन्नै होला नि, जानुपर्ने हुन्छ हामीहरूले अब टक्क लाएर। तपाईँहरू देख्न सक्नुहुन्छ मेरो दोस्त पछाडि होइन, ऊ पनि मैले चाहिँ काँक्रा खाएपछि उसले पनि काँक्रा खानुपर्ने हुन्छ। हेर्नुहोस् मेरो दोस्तले काँक्रा खान्छ कि खान्न। ओइ पप्पू, यसको नाम चाहिँ पप्पू हो होइन, सबले माया गरिदिनु होला। ओ पप्पू आइज हेर। ओ मा डिस ब्रेक कहाँ गयो केटा? ओइ पप्पू के छ? यहाँ हेर्न सक्नुहुन्छ माया कसम हिरो। ओ मस्ती छ, नदीमा नआएर आयो। हेर्नु काँक्रा साङ्क्रा टिपिराखन् देशी दिदीहरू। कलाएर काँक्रा टिपिराखन्। खतरै फल्यो क्या, तल जानु पऱ्यो। टक्क हेर्न सक्नुहुन्छ बस्ने बनाखन्। लास्ट गर्मी हुन्छ नि त, अनि त्यही भएर यसो बस्ने बनाखन् शीतलमा। तर त्यहाँबाट पनि छिर्छ होला पुरा गर्मी। यहाँतिर त काँक्राहरू केही पनि देखिराखेन। फर्सीहरू रहेछ अलिकति तरकारी। यतातिर फर्सी लाग्ने क्या, उता भित्रभित्र लाग्यो होला नि, किनभने चोरहरू आउँछ नि त, नत्र फेरि चोरहरूले उडाइन्छ भनेर बिचबिचमा लगाएको हुन्छन् कि। खै कोही पनि मान्छे भेटिनन्। 1 घन्टा हिँडिसक्यो। परदेखि ला नि सेतो आँटे। हो त्योमा जानुपर्ने हो। एउटा मान्छे बसेछन्, सोध्नुपर्ने हो। मेरो दोस्त ओ पप्पू पानीमा जान, पानीमा ल। ओइ पानीमा जा जा पानीमा हाम्फाल्दे हाम्फाल न। ल स्विमिङ या गुड स्विमिङ हान्दै केटा, स्विमिङ हान्दै। बस या ओ मेरो शेर। बस रे, बस। ओइ पप्पू बस। अरू देशी दाजु देखिहाल्नु भयो। दाजुलाई टक्क लाएर अब काँक्रा माग्नुपर्ने हुन्छ। कोही के गर्नुहुन्छ है, बिरियानी दिनुहुन्छन् कि नै। ल म त गइरहेको छु। आइज पप्पू, ओइ आइज छु, आइज आउनु साथीहरू, यो चाहिँ आउनु। आइज के पो खोजिरहेको थियो। त्यसलाई पनि काँक्रा खिलाउँछु मैले, हेरेर राख्नुहोस् तपाईँहरू। त्यसले पनि काँक्रा खान्छ, नखाने कुरै भएन। मैले खाएपछि मेरो दोस्त हो नि त, मैले जे खाएँ त्यो खानुपर्ने हुन्छ। त्यसले च्यालेन्ज हो नि त भिडियोमा। ल आइज काँक्रा खानुपर्ने हुन्छ। पप्पूले पनि खान्छ काँक्रा। ओइ यता मेरो त बस्छ अब सिङ्ला। ओहो के छ दाजु, के छ भने? बाप रे बाप, काँक्रा बोकाबोक छ यहाँ पारी। कहाँबाट उ गर्नुभयो? कहाँबाट उतै बेचिराख्नु भयो पारी? ए ल नै भोलि जानु नि हुन्। ल पारी काँक्रा पुगाउनु जान लाग्नु भयो। पारी काँक्रा पुगाउनु जान लाग्नु भयो। देख्न सक्नुहुन्छ नदी पारी। म चाहिँ कटेजमा पुगिसक्यो हाम्रो दाजुको। ल हेर्न सक्नुहुन्छ यो चाहिँ कटेज हो, काँक्रा कटेज।
देख्न सक्नुहुन्छ पुरा बारी काँक्राको मेरो पप्पू दोस्त आइज यता छायामा बसौँ ल हेर्नु सक्नुहुन्छ माक्समा हो दाजुको लगडा हो अब दाजुहरू पारी खोइ आफ्नो काँक्राहरू पारी लगिरहेछन् फर्सी तरबुजा काँक्रा लगिरहेछन् पारी सप्लाई भइरहेछ पारी दोकान हाल्नु भएन अरे म चाहिँ बारी पुग्दैछु अब टक्क लाएर आउन देऊ अनि माग्छु मैले काँक्रा तरबुजा खोइ दिनुहुन्छ नि कि दिनुहुन्न है त ल हेर्दै गर पप्पू यता आइज न बाबु तिमी त मेन हो त रोल यता ओइ पप्पू कम 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 आउनु न यो पनि यसलाई काँक्रा खिलाउने आज कम 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 के छ आन्टी हाल खबर हाम्रो नि ठिक छ सन्चै हुनुहुन्छ कहाँ जानुभयो दाईहरू उता पुगाउ न कहाँ डाल्नुभयो दोकान पारी पुल पर वो एक लोग जाएंगे ना कि दोनों जाएंगे कहाँ जाएंगे वो सामान लेके गए हैं ना तो एक ही जाएंगे ना एक भाई जाएंगे ना पहुंचाने एक भाई तो आ जाएगा लौट के बात हो गया एक वो साइकिल लेके आया होगा साइकिल में गया होगा क्या लेके आया भैंसी हाँ भैंस तो उधर है वो पार पर आपको नेपाली पूरा आने लग गया नहीं कहाँ आता है नेपाली आपको नहीं आता ना बच्चे लोगों को आता बच्चे लोग तो पूरा परफेक्ट हो गए हैं कांगड़ा खांगड़ा खाने इन आज लड़का को मैं टमाटर तोड़ लेगी पानी से टमाटर भी लगाए हैं हाँ। आज आपका पूरा बाड़ी का बढ़िया वीडियो बना के डालना पड़ेगा बढ़िया दिख रहा है वो क्या तरबूजा है ये वाला कांगड़ा का तो अभी झाल सूखने लग गया लग रहा है सीजन खत्म होने लग गया भाई सीजन क्या भैया गर्मी से हो रहा है ना 500 किलो वाला घेरा काट दो बढ़िया बढ़िया देख के मैं भैया चप्पल नहीं लगा के जाते हैं बाबू चप्पल ठीक 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 तो मैं टीवी से क्यों अगला खाना भाई मेरे पास में आओ लाइन म खाउँछु काँडा दामी खाउनु फेरि भिडियो बनाउनलाई चाहिँ मैले यस्तो दामी काँक्रा हुनु कसको फोन हो मेरो फोन हो नहीं अब फोनमा कुन छ अहिले अघि अनलाइन अनलाइनमा बुवा हुनुहुन्छ नि बुवा हेर लाग्नु भन् ए बुवा हुन् आमा बुवा कति काँक्रा खिलाउने भनेर भन्लाग्यो किन भिडियो बनाउन मिल्दैन र तपाईँको नहीं मिल्छ तर चप्पल लगाएर मिल्दैन नै नै छ मैले बुझेँ रोजीरोटीमा चप्पल लाउनु मिल्दैन मैले बुझेँ तपाईँले भने ल आइज पप्पू खाने उता पारी गएर आइज त्यो आइज त्यो पनि खाने हो मैले खाएपछि त्यो पनि खान्छ अनलाइन ल हेर्न सक्नुहुन्छ हाम्रो दाजुले लगिराख्नु भयो नि यता सकिएन अरे काँक्रा उतातिर पाइरहेछन् अरे राम्रो राम्रो ल डर मान्नुहुन्न नि सबै कतिजना बस्नुहुन्छ ए सबमा उता घरमा गएको थियो घर त पुरा बन्द हो त अनि ए त्यहीँ बस्नुहुन्न तपाईँहरू ए ए आन्टीलाई हिन्दी आउने रहेछ नेपाली नआउने रहेछ नि आन्टी त भन्नु लाग्नु थियो हिन्दी आउनु न ए नेपाली आउनु न समझमा आउँछ बोल्न आउनु अरे कहाँसम्म हो तपाईँको बाडी ए तपाईँको त्यहाँ लास्टमा हो यहाँको कसको हो त्यो बिचको ए ल हाम्रो दाजुको बाडी पर लास्टमा रहेछ यति मिनट काँक्रा खानलाई गरेर यो नि किन गरेर आयो भने साथीहरू काँक्रा भयो 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 धेरै नखाम ल यहीँ बसेर एकछिन ल बनाउँछु बरु यताबाट जाऊ मुही बनाऊ
हेर्नुहोस् हाम्रो दाजुको काँडा कस्तो फलेको नि देखाउँछु म तपाईँहरूलाई होइन। टक्क बारीमा आयो भने ताजा ताजा मिल्ने हो। भर्खर टिपेको हुन त दोकानमा पनि भर्खर टिपेको जान्छ। फर्सी फर्सीहरू धेरै फलेर छन्। काँक्राहरू त्यस्तो खासै छैनन्। फर्सीहरू छन्। ओ दीदी क्या करती हो? करेला तोड़ रहे हैं। क्या वो आपका ही है ये बाड़ी? जी। वो कौन है वो भैया? तो भाई है। आपका भाई है? आप तो पहले नहीं देख रहे थे। अभी आए। अभी आए हैं। वो इंडिया ही थे। जी। पप्पुआ पहिला धुम पप्पुआ है पहिला रोक। ल साथीहरू यो काँक्राहरूलाई पानीमा धुनुपर्ने हुन्छ। अब के गर्नु, धारा सारा छैन यहाँ, नदीमै धुने हो। ल आइज पप्पू खानिनुहोस्। बारीको ताजा काँक्रा। मोबाइल अगाउनु ठाउँ पाइएन यार। पप्पू तँलाई पनि दिन्छु भने नि ल। देख्नुभयो खायो कि नहीं गाइस काँक्रा। माटोमा खसेको थियो यहाँ कस्तो लाग्यो गाइस। Ha. Ha. Hadi. ल साथीहरू भिडियो तपाईँहरूलाई कस्तो लाग्यो सो लाइक कमेन्ट ठोकिदिनु होला। आजको भिडियो यति नै। बाई बाई। नेक्स्ट भिडियो लिएर आउनेछु फेरि।